ल हेर्नुहोस् अघि त्यसको पखेटा यहाँ हेर्नु त दुईटा त्यहाँ आएर जुदिएको थियो कि के थियो। यस्तो हुँदो रहेछ पखेटा। पखेटा एउटाको चार हुँदो रहेछ। यो यहाँ मैले यहाँ राखेँ एउटा है, अनि यहाँ छ एउटा है, यहाँ छ एउटा, दुईटा भयो। अनि अर्को फेरि पातलो छ यहाँ तिनवटा, अनि यो फेरि यी चारवटा यो एउटाको है। मैले अर्को एउटा समाधि यहाँ ल्याएँ। यो दुईजना एकै ठाउँमा राख्दा के हुँदो रहेछ एकछिन हेरौँ है, एकछिन है। हेर्नु हेर्नु है, ए जुत्दो रहेछ हेर्नुहोस् है। ए हे तिनीहरू एक अर्कामा छुने बित्तिकै त्यो पखेटा झर्दो रहेछ। ल ल ल ल ल ल ल फेरि यसको पखेटा झरी। ल नाङ्गा भइसक्यो हेर्नुहोस् है। यता कता गयो एउटा, त्यो भित्रतिर हरायो त। ए यता रहेछ यता मैले यसलाई एकछिन ए पखेटा अब सरसरले छोड्दै गयो। अब पखेटा छोड्यो अब त्यो उडेर गयो। यहाँ मैले एउटा पाएँ। अनि यहाँ अर्को यहाँ एउटा साथी रहेछ यसको। यो दुईवटा एकै ठाउँमा रात के हुँदो रहेछ हेरौँ फेरि। मुसुलधारा पानी परेको अवस्था, मसिनहरू पनि झरिरहेको छ। आम्मामा यति ठुलो पानी। अब यो भर्खर उम्रिन थालेको मकै र भडमासको अब के हालत हुने होला। ओहो के हो यो, ओहो केहरू उड्दैछ। आम्मामा लामो खडेपछि बल्ल बल्ल पानी परेको के त यस्तो उडेको त आम्मै। ओहो के त यत्तिकै टन्नै उड्दैछ। आम्मामा ल ल ल ल ल पानी पर्ने बित्तिकै यो केहरू उडेको त्यस्तो। ओहो के उड्यो त, के त यो पुरै आकाशभरि नै उडिरहेको छ त। ओहो आम्मै ए यतातिर नि रहेछ ओहो पानी परिरहेछ, पानीमै उड्दैछ। पुतली पनि होइन। ओहो यतातिर ए यस्तो ओहो भ्याकुतोले पो खाँदो रहेछ। आकाशै भरिने गरेर पो उडिरहेछ। ल मैले त अचम्मै लाग्यो त। यस्तो हुँदो रहेछ। ल पखेटा फ्यार गरेर उड्न नसकेर त्यसलाई भिजेर त्यस्तो भएको हो कि। यसलाई समातेर हेरौँ कि न टोक्ने हो कि। यस्तो हेर्दा जिउ हेर्दा त अलिकति यसो हेर्दा त के यो बारुला जस्तै देखिँदो रहेछ। न टोक्ने हो कि। यो के किरा त यो आच्छी, यो के हो, कस्तो किरा यो आमै। ल त ए ओ अब कता पछि देखिन पाएन। ल हेर्नुहोस् अघि त्यसको पखेटा यहाँ हेर्नु त दुईवटा त्यहाँ आएर जुदिएको थियो कि के थियो। ल पखेटा यस्तो हुँदो रहेछ पखेटा।
पखेर एउटाको 4 हुँदो रहेछ यो। यहाँ मैले यहाँ राखेँ एउटा है, अनि यहाँ छ एउटै, यहाँ छ एउटा, 2टा भयो। अनि अर्को फेरि पातलो छ यहाँ 3टा, अनि यो फेरि 4वटा यो एउटाको है, यसमा यो राखेँ 4वटा। अनि यता अर्को यहाँ फेरि मजाले मान्छेले कपडा खोलेर सल्लक राखे जस्तै यहाँ एउटा, यो म यहाँनिर चाहिँ यो, अनि यो एउटा यहाँ कस्तो टाँसेको 2टा, अनि यहाँ 2टा छ। यस्तो पो हुँदो रहेछ यसको पखेटा त। यो चाहिँ अझै यहाँ हल्लिरहेछ, यसले म हातले समातेर एकचोटि नजिक हेरौँ टोक्छ टोक्दैन है। एकछिन टोक्छ ए टोक्छ क्या त्यो टोक्छ कि भनेर डर लाग्ने। एकछिन ल तपाईँहरूकोतिर पनि यस्तो तपाईँले देख्नुभएको छ भने तपाईँको घरतिर, तपाईँ गाउँ घरतिर पनि तपाईँतिर पनि यस्तो पाउँछ भने यसको नाम के हो, यो कुन किरा हो, यो पुतली पनि होइन, फटेङ्ग्रा पनि होइन, के हो, नटोक्नु हो क्या अरे, नटोक्नु छ यो के यस्तो तपाईँहरूले कमेन्टमा मलाई भन्नुहोस् होला तल कमेन्ट बक्समा। अनि यो साँच्चीकै यो भिडियोलाई धेरैमा धेरै सेयर गरिदिनु होला, ताकि धेरैजनाले यसलाई हेरेर चिन्न सकियोस् यो के हो भन्ने कुरा। यो लामो खडेपछि फेरि यो निस्किने हो, यो के हो, यो उडेर गयो, उडेर गयो। ल अघिभन्दा अलिक कम भयो आकाशमा। यो थाहा नहुनेहरू पनि थाहा हुन सकियोस्, त्यसैले धेरैभन्दा धेरै सेयर गरिदिनु होला यो भिडियोलाई। अनि तपाईँकोतिर नि पाउँछ भने, तपाईँकोतिर पनि यो पाउँछ भने यसको नाम के हो, आफ्नै ठाउँमा आफ्नै स्थानमा यसलाई के नामले चिनिन्छ जान्दछ, त्यो कमेन्ट बक्समा तल कमेन्ट गर्नु होला, ताकि मैले पनि थाहा पाउन सकौँ यो के हो भनेर बुझ्न सकौँ। अहिले त अलिक कम भइसक्यो जस्तो छ। यहाँ एउटा यता रहेछ, यहाँ पनि एउटा रहेछ। यहाँ हिँडिराखेको छ। मैले अर्को एउटा समाधि यहाँ ल्याएँ, यो 2जना एकै ठाउँमा राख्दा के हुँदो रहेछ एकछिन हेरौँ है, एकछिन है, हेर्नु हेर्नु ए जुत्ता रहेछ हेर्नुहोस् हे तिनीहरू एक अर्कामा छुने बित्तिकै त्यो पखेटा झर्दो रहेछ। ल ल ल ल ल ल ल फेरि यसको पखेटा झरी। ल नाङ्गा भइसक्यो हेर्नुहोस् है, त्यसको पखेटा झरिसक्यो। अर्को त्यसको पछाडि जाँदैछ, त्यसमा पखेटा छ अहिले। त्यसले पनि पखेटा पछि जाँदैछ।
बसेर यता भित्रतिर पस्यो यसै पछाडि जाँदैछ यसलाई हटाउँछ यसै के कहाँ जाँदो रहेछ यो भित्र बल्छ क्या है ल यो घाँस अलिकति खेल्छु है घाँस भित्र पस्यो है एउटा त्यो भित्रतिर हराएर यता रहेछ यता मैले यसलाई एकछिन पखेर अब सरसरलाई छोड्दै गयो पखेर छोड्यो भित्र छिर्दै रहेछ दुलोभित्र छिर्दै गयो एउटा चाहिँ त्यसले चाहिँ त्यो साथी बुझ्यो होला साथी पाएन यसलाई यसो गरेर एकचोटि यता त्यही दुलोमा हालिदिउँ भन्यो पखेर त सुने बित्तिकै झऱ्यो भेट्यो फेरि साथी भेट्यो फेरि साथी भेट्यो फेरि त्यसले पनि त्यो एउटा भएको पखेर त्यसको पनि गयो अब हामी अर्को ठाउँतिर हेरौँ यो त फेरि यतातिर फेरि अर्को भेट्यो मैले यसलाई त्यो उडेर गयो यहाँ मैले एउटा पाएँ अनि यहाँ अर्को यहाँ एउटा साथी रहेछ यसको यो दुईवटा एकै ठाउँमा रात के हुँदो रहेछ हेरौँ फेरि उडेर गयो नि उड्यो
उडेर गयो अहिले त अलिक कम भइसक्यो हस् त भिडियो पुरा हेरिदिनु भएको निम्ति धेरै धेरै यहाँहरूलाई धन्यवाद छ र भिडियोलाई सेयर गरिदिनु होला फेरि पनि यसरी नै रमाइलो भिडियो लिएर यहाँहरूको माझमा उपस्थित हुने बाचा गर्दै म बिदा हुन चाहन्छु त सबैलाई नमस्ते।